ए मोहरमा कसरी भनु मेरा लामा कन मौकाले गौडा भेट भयो दर्शन आमा कन मेटेले मेटिना छन् के भावी निका हो र सौररी लागेको थियो काँदै आइसी छोरा ए यी मेरो धर्म कि आमा जिल्ला कालीकोट फुल फुल्दैछ फल लाग्दैछ सुन्तलीका गोटा भन्नखेरि तावलिया बिसौले र घन सौररी लागेको थियो मेरा छोरा कन ए साइना लाया आफ्ना हुन्छन् गरे साइना लाया आफ्ना हुन्छन् कोही छैनन् पर कि एक आमा कालीकोट जिल्ला एक आमा घर कि घाँस काट्ने पौरखै छैनन् चरा भुइँसी चरा काक्ता मसेनीका जना छरा छोरा सरा मैया सरा शीतलपना दिएकै छ पिपलका छायाले लेख्तरे गाड नागी आया आमाका मायाले दाइको छोरो मेरो बधाई नाम राखेको नरी सौरडी लागेको थियो आइर भलहरी कोदा सान्ने सिउती सेरा उज्गलो जाउ भयो आमाका 10 नाला दुधौ ऋण तिर्नु धाउ भयो गाई बिहाई साउनका महिना भुइँसी बिहाई गव 10 नाला आमाका दुध छोरा तिरी जाइ अब माझ सेरा हलो हाली डिलबिटा खनेर म पन दौडेर आया तिरुला भनेर घाँस काट्ने पौरखै छैनन् चरा भुइँसी चरा काक्ता मसेनीका जना सारा मैया सारा दर्शन नमस्कार सम्पूर्णमा अहिले चाहिँ म हजारौंको मन जाँदैन आएको छ लाखौंको अब बस्न कहाँ पाइने छ आमाका काखौँदो कडाइ भरि मोहरमा कसरी भनु लामा त लामा हुन् पृथ्वी र सृष्टि हुन् आमा त आमा हुन् कानुम्दा लायाका रिङ्गौ नाक राम्रो फुली संसारमा कोही पनि छैनन् आमा भन्दा ठुली दर्शन नमस्कार सम्पूर्णमा अहिले चाहिँ म कालीकोट जिल्ला सदरमुकाम मानमा बजारमा छु दाइको छोरो मेरो बधाई नाम राखेको हरि छुटैन सुतेकी छिया छोरा छुटाउँ कसरी अरे भरि आदरणीय मम्मीसँग भेट भएको छ उहाँसँग चाहिँ उहाँको कोखबाट जन्म नलिए पनि उहाँको माया ममताले मलाई कुनै पनि आमाको माया भन्दा कम दिएको छैन एकदमै माया छ म भेट्न आएको छु आदरणीय दाई हिरामणि चौलागाई र आदरणीय दाई हस्त चौलागाईको उहाँ ममतामय पनि मेरी आमा पनि धेरै धेरै माया छ नमस्ते धन्यवाद म यो हस्त भने देख्यौ खाप्छु यस्तो छ त्यो चाहिँ नहरा फेरि हालिदिला ल